मिलजुल गाऊं आरती हरि को मिलजुल गाऊं शरणम पर्छो पाओ महरी को कृष्ण कन्हैया को बंसी बजैया को मिलजुल गाऊं आरती हरि को मिलजुल गाऊं आरती हरि को स्नेह भी उमा चोरी बाली प्रेम को आगुने बाली बाली स्नेह भी उमा चोरी बाली 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 जानी न जानी पाप करे को क्षमा दीनु होस प्रभु भूलने को जानी न जानी पाप करे को क्षमा दीनु होस प्रभु भूलने कृष्ण कन्हैया को पीर हरैया को मिलजुल गाऊं आरती हरि को मिलजुल गाऊं आरती हरि को पारी सर्वधिका हानि हानि कंचन फले पानी पारी सर्वधिका हानि हानि फूल चढ़ाओ पाओ महरी को फूल चढ़ाओ पाओ महरी को कृष्ण कन्हैया को पीर हरैया को मिलजुल गाऊं आरती हरि को मिलजुल गाऊं आरती हरि चंद्रादित्योज धरणी ब्रह्मा नाचे विष्णु नाचे हो ब्रह्मा नाचे विष्णु नाचे शिव नाचे डमर बजाते भक्त नाचे वंदन करते ओहो भक्त नाचे वंदन करते हर्ष पूर्व पुण्य बिहार रुक्मिणी को विवाह भयो शिशुपाललाई ओहो नाचिदेऊ न कृष्ण मारो रे कृष्ण बिन शान्ति छ बज्यो ताली बज्यो नाच्यो आहा बेहुला बेहुली बोकेर नाच्यौं है आहा पछि पछि पनि सबैलाई देखाइदिनु होला बेहुला र बेहुली फोटो भिडियो राम्रो राम्रो दिनु होला पछि हेर्नुपर्छ आहा
नाचे नाचे सारा देवल घजरा नाचे सारा देवल घजरा ढोलक बाजू मृदंग बाजू ढोलक बाजू मृदंग बाजू हाँ कृष्ण रुक्मिणी राधे राधे भाइयो महाभाइयो विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो रुक्मिणी जी कुंडिनपुर कृष्णाई द्वारिका बाट बिन जंती बेहुल बनेरा रुक्मिणी जी कुंडिनपुर कृष्णाई द्वारिका बाट बिन जंती बेहुल बनेरा विवाह भयो ओहो विवाह भयो ओ नहीं रुक्मिणी को विवाह भयो शिशुपाल हरे चिठीमा पढेर लेख्ने मान्छे नै हुन् भेट भयो आज कति राम्रो अब पूजा गर्नु बेहुलोको पूजा गर्नु ल बेहुलो ओम श्री स्वाहा लु अब ल एक आपसमा माला लगाउन त सिकाइदिनु होला द्वारिका ल्याउनु अगाडि द्वारकाधीश भगवानको कृष्ण रुक्मिणी माताको द्वारिकामा लिएर आउनु अब यहाँ हेर्नु रुक्मिणी माताले पर्खिनुहुन्छ होला आउनु भएन मालाहरू टिकाहरू लिएर जानुहुन्छ र कृष्णले रुक्मिणीले कृष्णजीलाई माला लगाइदिनुहुन्छ जानु हो ठ्याक्कैको चिठी लेख्नु त च्याप्पा जाने हातमा समातेर भगाउनु भयो कृष्ण भन्नुहुन्छ मैले लगे हे रुक्मिणी लगे हे शिशुपाल हे विदर्भ देशका राजा तपाईँ देवी महादेवी शिवाय सद्रम नमः नमः प्रकृति भद्राय नियता प्रवृता स्मताम ओम देव्यै नमः ओम कुलदेवी भगवती देव्यै नमः कुलदेवी माताको यसरी कुलदेवीको पूजा गर्नुहुन्छ अनि यताउता हेर्नु पनि हुन्छ हेर्नुहुन्छ कृष्ण खोइ कुलदेवीको पूजा सक्यो शिशुपाल अब उताबाट कृष्णजी पनि आउनुभयो रुक्मिणीको कुलदेवीको पूजाको समय भएको छ श्री हरि भगवानको रामलाई बेहुली भगवान भन्नु पनि अप्ठ्यारो उता रुक्मिणी खोइ त रुक्मिणीले पूजा गर्दै हुनु देख्नुभयो त प्रेम पत्र भन्दा रुक्मिणीको दाईको नाम थियो रुक्मी के नाम रुक्मी यी विदर्भ देशका राजा भीष्मक नाम गरेका राजाकी छोरी थिइन् रुक्मिणी यी भीष्मक राजाका 5 भाइ छोरा एक बहिनी छोरी थिइन् एक बहिनी छोरी मध्येमा यी रुक्मिणी हुन् अनि जेठा चाहिँ जो रुक्मी थिए यी चाहिँ जरासन्धका आफन्त पर्थे जरासन्धसँग हिँड्थे अब जब विदर्भ देशका राजालाई रुक्मिणीले भनिन् बुबा मैले यदि विवाह गर्नुपर्छ भने त कृष्ण बाहेक अरूसँग गर्दिन अनि कृष्णलाई देखेकी छौ देखेको छैन सुनेको छु देखेको बरु झुटो होला सुनेको झुटो हुँदैन कृष्णको चर्चा धेरै सुनेको छु कृष्ण बाहेक अरूसँग विवाह गर्दिन भन्दा बाबाले हुन्छ भन्नुभयो भीष्मक राजाले कृष्णलाई ज्वाइँ बनाउन पाउँदा के खोज्नु तर जेठो दाइले के भन्छ के को हुन्छ ए बहिनी के बुद्धि बिग्रेको तिम्रो त्यो युद्धमा भाग्ने भगौडो कृष्ण जरासन्धसँग भागेर समुद्रमा लुकेर घर बनाएर बस्ने त्यस्तो भगौडोलाई म ज्वाइँ बनाउँदिन है हुँदैन नि मबाट चाहिँ स्वीकार्य छैन बरु मेरो साथी शिशुपालसँग विवाह गर्नु म कुरा गर्छु शिशुपाल बडो शक्तिशाली राजा हुन् उनीसँग विवाह गर्नु
शिशुपालसँग विवाह गर्ने भनेर हतार हतार अब कृष्णसँग भाग लिन अथवा केही होलिन् भनेर अब दाइले बालाई फकाएर शिशुपालसँग विवाह गर्ने सल्लाह भयो। विवाहको निधो पनि भयो शिशुपालसँग। आजका यति दिनमा विवाह हुन्छ, देवीको पूजा हुन्छ, कुलदेवीको पूजा हुन्छ र शिशुपालसँग विवाह हुन्छ भने निधो भयो। अब माता रुक्मिणीलाई अब निन्द्रा लाग्न छ। कसरी शिशुपालसँग विवाह गर्ने? यदि विवाही गर्नुपर्छ भने कृष्णदेखि बाहेक त यदि कसैको शिकारै बन्नु छ भने बाघको शिकार बन्छु, बिरालाको होइन। कृष्णको शिकार बन्छु यदि बन्नै पर्छ भने, त्यो शिशुपालको होइन। अब कसरी कृष्णलाई भन्ने त? भन्ने चाहिँ कसरी त? कृष्णसँग त भेटै छैन, देखिया छैन, जान्या छैन, कस्तो हुनुहुन्छ, सुन्या मात्रै हो। के गर्ने त भन्दा एउटा सुन्दर पत्र लेख्नु भयो र ब्राह्मणलाई बोलाउनु भयो। हे ब्राह्मण देवता, रुक्मिणी त साक्षात् लक्ष्मी माता हो। ब्राह्मण देवता, यो पत्र लगेर द्वारिकाधीश भगवान् कृष्णलाई दिनुहोस् भनेर रुक्मिणीले एउटा पत्र लेखेर दिनुभयो ब्राह्मण देवताको हातमा। ब्राह्मण देवताले लिएर जानुभयो। अब उता भगवान् कृष्णको द्वारिकामा पुग्नुभयो। ब्राह्मणलाई देखेर भगवान् अति खुसी हुनुभयो, हर्षित हुनुभयो। हे ब्राह्मण देवता, हजुरलाई स्वागत छ, के कति कामले आउनुभयो भन्नुहोस्। ब्राह्मण देवता भन्नुहुन्छ, हजुरलाई एउटा खबर छ। कस्तो खबर? हजुरलाई प्रेम प्रस्ताव छ। प्रेम प्रस्ताव? कसले? भीष्मक राजाकी छोरी रुक्मिणीले होइन होला? हो, पत्र लिएर आएको छ। भगवान् भन्नुहुन्छ, लु पढौँ न त पत्र कस्तो छ। गुरु भन्नुहुन्छ, होइन नि, प्रेम पत्र कता मैले पढ्नु, हजुर आफै पढ्नु भनेर भगवान्का हातमा प्रेम पत्र दिँदा भगवान् भन्नुहुन्छ, केही गोप्य त छैन त होला पक्कै पनि, हजुरले नै पढिदिनु न। आखिरी हजुरले पढ्दा के हुन्छ र, जे छ समाचार हो, पढिदिनु भनेर ब्राह्मणलाई नै पढ्न लगाउँदाखेरि अब रुक्मिणीको चिठी यी गुरुले पढ्नुहुन्छ। के लेखेको छ चिठीमा? श्रुत्वा गुणान् भुवन सुन्दर शृण्वतां ते निर्विश्य कर्ण विभरे हरतुङ्गतापं रूपं दृशां दृशिमता मखिलार्थलाभं तय्याच्युता विशति चित्र मपत्रपं मे। हे भगवान्, हेर्न रुक्मिणीले के सम्बोधन गर्नुभएको छ। हे भगवान्, हे त्रिभुवन सुन्दर। भगवानको नाम चाहिँ के लेख्नुभयो? त्रिभुवन सुन्दर भनेको संसारको सबैभन्दा राम्रो मान्छे, विश्व ह्यान्डसेम भन्छन् नि आजभोलि, हो त्यही विश्वको सबैभन्दा राम्रो भएको छ। त्रिभुवन सुन्दर भनेको विश्व सुन्दर, जगतको सुन्दर। श्रुत्वा गुणान् भुवन सुन्दर शृण्वतां ते। अनि भुवन सुन्दर भन्नुभएको छ। अब यहाँ भन्नुहुन्छ रुक्मिणी माताले चिठीमा, हजुर त संसारको त्रिभुवन सुन्दर हो, त्यो पनि मैले कानबाट थाहा पाएको, आँखाले देखेको चाहिँ होइन। शृण्वता, कानले सुनेको। निर्विश्य कर्ण विभरै, हजुर मेरो हृदयमा, मेरो जिन्दगीमा आइसक्नुभयो। कहाँबाट? कानको बाटो गरेर। ल, रुक्मिणी आएर कुलदेवीको पूजा गर्नुहुन्छ। कुलदेवीको पूजा गरेर पर्खिनुहुन्छ कृष्ण कहाँ हुनुहुन्छ, कृष्ण कहाँ हुनुहुन्छ। कति हेर्नु, कानबाट सुनेको कुरा त छिटै दिमागमा पुग्छ नि। कानले मनलाई भन्छ, अनि मनले गएर दिमागलाई भन्छ, अनि दिमागमा गइसके पछाडि जीवनमा उत्रिन्छ। हजुरको बारेमा मैले कानले सुने, अनि मनले गुने, अनि मस्तिष्कमा प्रयोग गरेर आज हजुरलाई सम्बोधन गर्दैछु। आजका केही दिनमा मेरो विवाह मेरा दाइको सिफारिसमा शिशुपालसँग हुँदैछ। म त्यो शिशुपालसँग विवाह गर्नुभन्दा त बरु मरिदिन्छु। म त विवाह यदि गर्नुपर्छ भने हजुरसँग मात्रै गर्छु। हजुरदेखि बाहेक म अरूसँग स्वयंवर गर्दै गर्दिनँ। हजुरले यदि मलाई बचाउन चाहनुहुन्छ भने, माया गर्छु भने छोरी मान्छेले भने त्योभन्दा धेरै छोरा मान्छेले भनिदिनुपर्छ। हो, तिमीभन्दा त धेरै मैले गर्छु नभनुन्जेलसम्म त्यो चित्तै खोज्दैन अरे कहिलेदेखि। भगवान्ले यही गर्नु, माया गर्छु त भनेकी छु, आफूले नभनु भन्दा हुँदैन। धेरै गुणा, धेरै धेरै प्रेम उनलाई त म गर्छु। छोरा मान्छेले नै प्रस्ताव राखेको राम्रो हुन्छ अरे। त्यही भएर छोरी मान्छेले राखे पनि छोरा मान्छेले के भन्नुभयो? रुक्मिणीको भन्दा धेरै माया मसँग छ, म पनि रुक्मिणी बिना अरूसँग विवाह गर्दिनँ। पहिले रुक्मिणीलाई गरेर मात्रै गर्छु यदि विवाह गर्नुपर्छ भने पनि। राधे राधे। भक्तवत्सल भगवानको
यसरी भनिदिनु भयो र ब्राह्मण देवता खुसी भएर लानुभयो रुक्मिणीलाई खबर माता भगवान् त आम्मै हजुरलाई त उहिलेदेखि जान्नु हुँदो रहेछ लिन आउनुहुन्छ अरे तपाईँ ढुक्क भएर पर्खेर बस्नु कुलदेवीको मन्दिरमा टन्नै दान दक्षिणाहरू दिनुभयो गुरु पनि खुसी कृष्णको पनि दर्शन भयो रुक्मिणीको पनि दर्शन भयो खबर लाने हुलाकीको काम पनि गरिदिनु भयो यसरी प्रेम जोडिदिनु भयो ब्राह्मणले रुक्मिणी र कृष्णको दक्षिण भारतमा जाँदाखेरि हजुरले द्वारिका दर्शन गर्न अहिले पनि समुद्रको बिचमा रहेका केही भग्न शेष ससाउने अनि अक्रूरजीलाई राजकाज गर्नलाई सघाउने अनि द्वारिकामा अब रहेर उहाँले अब द्वारिकाधीश बनेर त्यहाँ आनन्दका साथमा उहाँले राज्य सञ्चालन गर्नुभयो पिता माताका साथमा आनन्दले रहनुभयो समय बित्दै गयो सज्जन अब भगवान् कृष्णको विवाहको प्रसङ्ग सुखदेव स्वामी भन्नुहुन्छ राजा परीक्षितलाई राजन यसरी भगवान् द्वारिकाधीश बनेर बसिसकेपछि भगवान्लाई एक दिन रुक्मिणी माताको चिठी आइपुग्छ पत्र प्रेम पत्र सबैभन्दा पहिले प्रेम पत्र लेख्नेवाली देवी भनेको रुक्मिणी माता रुक्मिणी भन्दा पहिले कसैले पनि प्रेम पत्र लेख्न जानेका थिएन र रुक्मिणी माताले प्रेम पत्र लेख्नुभयो हेर्नु हुँदै हुँदै यमलोक पुग्नुहुन्छ यमलोकमा गएर 5 जन शङ्ख बजाइदिनुहुन्छ शङ्ख बज्ने बित्तिकै यमलोकमा सबै डराउँछन् त्राही हुन्छन् स्वयं यमराजी आउनुहुन्छ भगवान् यो शङ्ख यहाँ नबजाउनु किन यहाँ त धेरै पापीहरू आएका छन् पापीहरूले शङ्ख ध्वनि सुने भने फेरि यिनीहरूलाई यहाँ राख्न मिल्दैन नर्कमा त के को शङ्ख ध्वनि गर्ने बेलामा बिर्सेकाहरूलाई चाहिँ किन गरेनौँ भनेर सजाय दिने ठाउँ हो यही बजाइदिनु भयो भने त एकैचोटि हाम्रो नरक खाली हुने भयो फेरि तपाईँको दर्शन गरे भने सबै मुक्ति हुन्छन् नरकका कुण्डहरूमा भएका सबै त्यही भएर हजुरको काम के हो त्यो भन्नुहोस् भन्दा मेरा गुरुजीका छोरालाई ल्यायो अरे नि फेरि हो भुल भयो यमराजी के गरौँ फिर्ता देऊ भगवान्ले अब फिर्ता दिँदैनौ भने यहाँ शङ्ख बजाई गर्छु नरकमा म जहिले बजाउँछु र यहाँका सबैलाई निकालिदिन्छु म फिर्ता दिन्छ भने मेरा जो हुन् लिएर जान्छु भनेर यी 6 भाइ गुरुजीका शिष्यलाई पनि लिएर आएर गुरु आमाको काखमा राखेर गुरु र गुरु आमालाई खुसी बनाएर भगवान् फर्किनु भयो र फर्केर जाँदाखेरि उता कंसकी 2वटी पत्नी अस्ति प्राप्तेस्तकं सस्य महिष्यो भरतर्षभ प्राप्ति कंसकी 2वटी पत्नी जरासन्धको घरमा गएर पिताजी कृष्णले हामीलाई विधवा बनाए हाम्रा स्वामी कंसको वध गरे भन्दाखेरि अब जरासन्ध आक्रोशमा आएर कृष्णलाई मार्नका निमित्त भनेर जरासन्ध अब कृष्णलाई आक्रमण गर्न आउँछ जरासन्धले हजारौं सेनाहरू लिएर कृष्णसँग आउँछन् र ती कृष्णले सबै जरासन्धका सेनाहरूलाई घायल बनाएर जरासन्धसँग युद्ध गर्नुहुन्छ र भगवान् सोच्नुहुन्छ यो जरासन्धलाई अहिले मैले मारे भने फेरि अरू राक्षसहरू कहाँ लुकेका छन् को कहिले कुन आउला बरु यसलाई तडपाई मार्नु पर्यो भन्ने सोच्नुभयो भगवान् अनि भगवान् जरासन्धसँग युद्धमा बाट भागिदिनु भयो हारी जस्तो भनेर 18 पटकसम्म भगवान् भाग्नु भएन किन एउटासँग भागो भने त्यसले अरू पनि थुपार्छ भोलि अरू थुपार्छ गर्दै उनीहरूका दुष्टहरू सबै एकै ठाउँ भएको बेलामा एकैचोटि राम नाम सत्य बनाइदिने आफ्नो काम एकैचोटिमा सकिन्छ किन यो यिनीहरू साधारण यी राक्षसहरूसँग किन धेरै लिनेर झगडा दुश्मनी लिनेर एकैचोटि सबैलाई वध गरिदिन्छ भनेर भगवान् भाग्नुभयो त्यहाँबाट भगवान् भागेर समुद्रको बिचमा जानुभयो समुद्रको बिचमा गएर अब के गर्ने त जरासन्धसँग भागेर अब के गर्नुभयो भने उहाँले समुद्रको बिचमा द्वारिकापुर निर्माण ब्राह्मण देवता मेरो बिहे गर्ने बेला भएछ नि त्यसो भए ठिकै छ त रुक्मिणीलाई भनिदिनु आउनुहुन्छ भनिदिनु तिमीले जति प्रेम गर्थ्यौ त्योभन्दा धेरै कृष्णले प्रेम गरेको छ भने एकदमै 2 गुणा बढी माया गर्नु हुँदो रहेछ नभ्याएर मात्रै अहिलेसम्म सम्पर्कमा नआउनु भएको भनिदिनु मेरो पनि खबर राम्रै सुनाइदिनु आउनुहुन्छ अरे ढुक्क भएर पर्खिँदा हुन्छ भनेर भनिदिनु म पनि उति नै प्रेम गर्छु देवीको पूजा गर्दै हुन्छु हजुर पनि आउनुहोस् त्यहाँ र हजुरले मलाई भगाएर लानुहोस् भगाएर भनेको छ गन्धर्व विवाह कृष्णले पहिलो विवाह गन्धर्व 8 किसिमका विवाह हुन्छन् भगवान्ले 8वटी पटरानीसँग 8 किसिमका विवाह गर्नुभयो यो पहिलो विवाह गन्धर्व विवाह गर्नुभयो अर्काले विवाह गर्न ठिक्का पारे कि अर्काकी बेहुली उता बेहुला तयार शिशुपाल यता कुलदेवीको पूजा गर्दा अर्कै नयाँ बेहुला आएर लानेलाई गन्धर्व विवाह भन्छन् कहीँ त्यस्तो सुनिन्छ नि आजभोलि पनि बेनिदो गरेपछि अर्कैसँग गइछे अरे भन्छन् कि भन्दैन अब हेर्नु रुक्मिणीले के गर्नु अब यहाँ भन्नुभएको छ उहाँलाई यही हो त्यो शिशुपाल भनेको रुक्मिणीको लागि पिरालो जस्तो हो भगवान् कृष्ण भनेको चाहिँ बाघ जस्तो सिंह जस्तो हो
भन्नुभएको छ सिकारै हुनुपर्छ नि के बिरालाका भइरहेको र हजुर आउनु भएन भने म त त्यही मन्दिरमा मरिदिन्छु, प्राण छोडिदिन्छु। र हजुर कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, कसरी लानुहुन्छ मलाई थाहा छैन, देखेको पनि छैन, चिन्दिनँ पनि। त्यहाँ भिड स्मरण से होत मोह भंगा, बसिस बसिस जथा की बीच हरे अग किच चरण छवि श्री बन पागी गोप कुमारी की गिरिधर कृष्ण मुरारी। के गर्नुभयो त अब के गर्नुहुन्छ त भगवानको चरित्रलाई श्रवण गर्नेछौँ र पर्सि कस्तूरी तिलक चंद्र सी झलक ललित छवि श्याम प्यारी की गिरिधर कृष्ण मुरारी की आरती कुंज बिहारी की गिरिधर कृष्ण मुरारी की आरती कुंज बिहारी की गिरिधर कृष्ण मुरारी की। उत्सव यहाँ भएको छ। बाल परिवार भाग्यमानी हुनुहुन्छ। आज भगवानलाई सम्झेर भगवानको प्राकट्य उत्सव आफ्नो घरमा आँगनमा यसरी सारा आफन्तहरू सबैलाई बोलाएर अति मक्खनको अनि हाम्रो हल्दीको टिका तयार भएको छ। सबैको निधारमा परोस् हजुरहरू कर्ताहरूले सबैतिर अनुहारमा नलाग्ने टिका मात्रै टकटक लगाइदिनु न। टिका भनेको यही टिका हो, हजुरले सबैजनाले टिका लगाउनु होला। यो आरतीको हुँदै हुन्छ। अब सुख शान्ति समृद्धि भगवान कृष्णले गर्दा अझ धेरै उन्नति प्रगति परिवारमा हुनेछ भन्ने यो विश्वास गर्दै अब हामी भगवान परमात्मा कृष्णचन्द्र भगवानको दिव्य आरती गरेर आजको कार्यक्रमलाई हामीले विसर्जन गर्नेछौँ। र भोलि हामी दिनभरि भोलि 10:30 बजेदेखि कृष्णचंद्र भगवान को नंदोत्सव महायज्ञ को समस्त भक्तजन को आज को आनंद को जय जय श्री राधे। सदर मानव अब हामी भगवान कृष्णको आरती गर्छौँ। कृष्णलाई एक कुर्सीमा राख्नु। सबैलाई हल्दीको टिका लगाइदिनु होला। रात्रि बिछी यमुना बिन कोई साथी, रात्रि बिछी यमुना बिन कोई साथी। हे कृष्ण हजुर कै सम्झेरा नाचु अब मन्दिरमा बसी नाचो 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 सबै सबै कृष्ण आए जगतैमा श्याम आए जगतैमा कृष्ण आए जगतैमा राधा आए जगतैमा। हरि बोल। नार्थम प्रयत्नतः। गुरुदेव भक्ति ज्ञान र वैराग्यको कष्ट निवृत्ति गर्नका निमित्त हजुरले भागवत यज्ञ गर्नु भन्नुभयो। ज्ञान यज्ञ धेरै किसिमका यज्ञहरू हुन्छन्। ती मध्येमा भागवत यज्ञ भनेको चाहिँ ज्ञान यज्ञ हुन्छ।
यहाँबाट ज्ञान प्राप्त गर्ने मात्रै उद्देश्य, प्रमुख उद्देश्य भनेको भागवतको ज्ञान प्राप्त गर्नु हो। त्यही भएर यसलाई ज्ञान यज्ञ भनिन्छ। ज्ञान यज्ञ त्यो पनि सुखदेव स्वामीले राजा परीक्षितलाई सुनाउनु भएको सुखशास्त्र पनि भनिन्छ भागवतलाई। सुखशास्त्र भक्ति ज्ञान र वैराग्यको कष्ट निवृत्ति गर्नका निमित्त मैले अब कहाँ गएर लगाउँ त यो पुराण, कसरी लगाउँ, कुन विधिले भनेर यहाँ सोध्नु भएको छ नारदजीले। कुत्र कार्यमया यज्ञः स्थलं तद्वाच्यतामिह महिमा सुखशास्त्रस्य वक्तव्यो वेदपारगे। राति 12 बजे चन्द्रमा उदय हुन्छ। चन्द्रमाको उदय सँगै कृष्ण पक्षको राति 12 बजे चन्द्रमा उदय सँगै चन्द्रवंश उज्यालो बनाउनका निमित्त देवकीको 8औं गर्भको रूपमा भगवान श्री कृष्णचन्द्र त्यो कारागारमा प्राकट्य हुनुहुन्छ। कृष्णचन्द्र भगवानको जब भगवान कृष्ण आउनुभयो, कृष्ण धरतीमा आउने बित्तिकै जताततै शान्त वातावरण भएको छ, मन्द मन्द जलधारा पनि भएको छ।
पुष्पको बेलामा सूर्य वंश एउटैले यसरी दुईतिर सृष्टि भयो। अब यहाँ अर्को पनि कहानी छ। कस्तो कहानी? श्राद्ध दिँदै त खोज्नु भयो नि त, आफ्नो छोरो हराएको हराई धेरै भयो, बिहे गरी उता छोरी भइयोरी अर्काकी बुहारी बनिन् भन्ने थाहा छैन। खोज्दै 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी, 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी। यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको। छोरा पनि होइन हेर छोरी पनि होइन, छोरा पनि होइन हेर छोरी पनि होइन। हे भगवान यस्तो उल्का कहिले देखा छैन, हे भगवान आफ्नो भक्त सम्झिएर वरदान दिँदा, आफ्नो भक्त सम्झिएर वरदान दिँदा। हे भगवान कस्तो राम्रो होला तिम्रो लीला, हे भगवान कस्तो राम्रो होला तिम्रो लीला। 1 महिनालाई पुरुष हुने 1 महिनालाई नारी, 1 महिनालाई पुरुष हुने 1 महिनालाई नारी। 1 महिनालाई दौरा सुरुवाल 1 महिनालाई सारी, 1 महिनालाई दौरा सुरुवाल 1 महिनालाई सारी। यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको, कहिले नारी कहिले पुरुष साह्रै सुहाएको। भागवत कण्ठस्थै छ, तर उहाँहरू पनि बसेर आनन्दले सुन्दै हुनुहुन्छ। तपाईँ हाम्रो बानी चाहिँ के हुन्छ? ए अस्ति सुनेकै त हो नि, कति सुन्नु, त्यस्तो भन्ने बानी हुन्छ हाम्रो, होइन? कति सुनेको त हो, सुनिराखेकै त हो नि भन्ने हुन्छ। त्यो होइन, जति सुने पनि यो अपूर्ण नै, हामीले पूर्ण रूपमा सुनिसक्नै सक्दैनौँ। सागरको पानी अस्ति ल्याइसके त मैले भन्दा हुन्छ। दोष बनाउनेछौँ कृष्णचन्द्र भगवानको। सम्झिने, भगवानका नामहरू सम्झिने र भगवान भागवत भगवान अनि पुराणलाई सम्झिने, कथालाई सम्झिने अनि भगवानका शक्तिहरूको बारेमा चिन्तन गर्ने र भगवानले गर्नुभएका शक्ति र सामर्थ्यका वर्णनहरू जति पनि हामीले सुनेका पढेका छौँ उनीहरूको बारेमा चिन्तन स्मरण गरियो भने जस्तो सुकै अप्ठ्यारो स्थितिबाट पनि बच्न सकिन्छ, जस्तो सुकै अप्ठ्याराबाट पनि फर्किन सकिन्छ। यो यहाँ भागवतमै प्रस्तुत छ। र मन्दिर भनेको चाहिँ मनलाई अड्याउने ठाउँ। लिएर आउनुहुन्छ अनि रातिले लिएर चाहिँ भित्र पस्ने बित्तिकै सबै हत्कडीहरू आफै लाग्छन्, ढोकाहरू आफै लाग्छन्, अघि निधाएका सबै बिग्रिन्छन्। नानी योग माया च्या थाहा पाउने बित्तिकै आठौँ गर्भ जन्मियो अरे जन्मियो अरे भनेर गएर खोज्दाखेरि त छोरी छिन्, अघि साटिसकेका छ। वृत्तिका निमित्त हरिद्वारमा अब दिव्य तरिकाले भागवतको कथा आयोजना गर्नुभयो र भागवत आयोजना गरेर उहाँले सारा देवी देवताहरूलाई संसारका सबैलाई निमन्त्रणा गर्नुभयो। पृथ्वीमा नारदजीले भागवत लगाउँदै हुनुहुन्छ अरे, त्यो पनि भक्ति ज्ञान र वैराग्यको कष्ट निवृत्ति गर्नका निमित्त। त्यो दिव्य गरौँ कसरी गरौँ भनेर सोद्धा अब यहाँ सनकादि कुमार मध्येमा कान्छा सनत कुमारले नारदजीलाई बताउनु भएको छ। शृणु नारद वक्ष्यामि विनम्राय विवेकिने, गङ्गाद्वार समीपे तु तटम आनन्द नामकम। शृणु, सुन्नुहोस् नारदजी, एकदम विनम्र भएर सुन्नुहोला। गङ्गाद्वारमा, हरिद्वारको अलि अगाडि जहाँ गङ्गा आउनुहुन्छ, गङ्गा माता प्राकट्य हुनुभएको छ, जहाँ गङ्गा देखिनुहुन्छ त्यहाँ आनन्द नाम गरेको तट छ हरिद्वारको। गङ्गाद्वारमा कुन तट भने प्रश्न आउँछ। आनन्द सजिलो छ सम्झिन। आनन्द नाम गरेको तट छ, त्यो आनन्द नाम गरेको तटमा हजुरले आयोजना गर्नु अनि सबैलाई बोलाउनु, भक्ति ज्ञान र वैराग्यको कष्ट दूर होस् भनेर हरिद्वारको आनन्द तटमा आयोजना गर्नु भनेर सनकादि कुमारहरूले भन्नुभयो। तब यहाँ एउटा प्रश्न आउन सक्छ,
भक्ति ज्ञान र वैराग्यले दुःख कुन ठाउँमा पाएका छन्? हजुरले हिजो कथा सुन्नुभयो कुन ठाउँमा? वृन्दावनमा। वृन्दावनको यमुनाको किनारमा, यमुना नदीको किनारमा भक्ति ज्ञान र वैराग्यलाई नारदजीले त्यही छोड्नु भएको। तिमीहरूका छोरालाई उठाउँछु भनेर वचन दिनुभयो, उठाउने कोसिस गर्नुभयो, उठाउनै सक्नु भएन, त्यही छोड्नु भएको छ। फेरि फर्केर जानु। गङ्गाहरू पनि, नदीहरू पनि, क्षेत्रहरू पनि, 10 दिशाहरू पनि, नागादयो नाग आदि देवताहरू पनि आउन लाग्नुभयो। गुरुका साथमा शिष्यहरू पनि आउन लाग्नुभयो। सम्पूर्ण आएर ओम नमो भगवते वासुदेवाय यो मन्त्रद्वारा दीक्षित बनेर अब वरिपरि भिड लागेर अब कथा सुन्नलाई सुरु गर्नुभयो। अब सनकादि कुमारहरूले कथा सुरु गर्नुहुन्छ र कथामा एउटा नियम हुन्छ। कथाको नियम के हुन्छ त? कथा सुन्दा, भागवतको कथा सुन्दा भन्दा जय शब्दो नमः शब्दः शङ्ख शब्द तथैव च चूर्णलाजा प्रसूनानां निपेक्ष सुमहान भूत। जय जय भन्नुपर्छ अरे भागवत सुनेको ठाउँमा। भागवत भगवानको, पुराण पुरुषोत्तम भगवानको जय शब्दो नमः शब्दो शङ्ख शब्द तथैव च। शङ्खको ध्वनि सुनाउनु जय दिनुभएको थियो नि। उहाँ चारै भाइ बस्नुभएको छ, साना साना बस्नु भएको छ प्यासमा। कथा सुन्ने ठुला ठुला बुढा वृद्ध हुनुहुन्छ, साना साना बच्चा बस्नु भएको छ। उमेरमा हेर्दा चाहिँ 5 वर्ष जस्तो देखिनु भएको छ चारैजना, त्योभन्दा माथि उमेर छैन जस्तो देखिनु भएको छ। तर उहाँहरू वृद्ध हुनुहुन्छ। उहाँलाई श्राप परेको छ कि सधैँ सानै देखिने श्राप हो कि आशीर्वाद भनौँ न। सधैँ सानै देखिने त श्राप होइन, आशीर्वाद भन्नुपर्छ होइन हो। त्यस्तो आशीर्वाद प्राप्त गर्नुभएको छ। उहाँ गुरुहरूले अब सबैलाई सम्बोधन गरेर यहाँ भागवतको महिमा गान गर्नुहुन्छ। सदा सेव्या श्रीमद् भागवती कथा यस्या श्रवण मात्रेण हरिस्थितं समाश्रये। सदा सेव्या नै भए पनि मारिदिन्छु भनेर अब हातमा लिएर अचानकमा पछार्न खोज्दाखेरि योगमाया आकाशमा उड्नुहुन्छ र भन्नुहुन्छ, ए कंस तिम्रो लागि काल काहीँ जन्म भइसकेको छ, म त शक्ति हो भनेर योगमाया त्यहाँबाट अन्तर ध्यान हुनुहुन्छ। अब यसरी कंसको कारागारमा यस्तो भयो सज्जन। अब उतापट्टि के हुन्छ त भन्दा नन्द बाबाको घरमा बिहान भयो। राति के जन्म सुतौवाच एवं तेष्वं कथितेषु श्रीमद्भागवतस्य महात्म्यमुच्यते स्पष्टं नारदाय महात्म्ये कुमारौ जो अदते वर्णदेशं भागवतं शास्त्रं मुक्तदानेन वर्णते कथा भागवतस्य वेदिनी। होली 1 महिनालाई नारी, 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी, 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी, 1 महिनालाई पुरुष हुने, 1 महिनालाई नारी, 1 महिनालाई पुरुष हुने, 1 महिनालाई नारी, 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी, 1 महिनालाई दौरा सुरुवाल, 1 महिनालाई सारी। यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, यस्तो के भएको, कहिले सुरुवाल कहिले सारी, सारै सुहाएको, कहिले सुरुवाल कहिले सारी, सारै सुहाएको। यस्तो के भएको, खोइ त सबैले भन्नु न। यस्तो के भएको, यस्तो के भएको, कहिले सुरुवाल कहिले सारी, सारै सुहाएको। भागवत यज्ञको आयोजना गर्नुहुन्छ। अब दुःख पाएकावाला चाहिँ कहाँ छन् भन्दा उता वृन्दावनमा छन्। वृन्दावन र हरिद्वारको दूरी त धेरै टाढा छ। बसमा रातभर यतिखेर यो बेलामा हिँड्दा पनि 12-13 घन्टा लाग्छ, त्यति टाढा छ। भक्ति ज्ञान वैराग्यलाई थाहा दिएको पनि छैन। Apa
सबै देवी देवताहरू भूर्लोके देवलोके च ब्रह्मलोके तथैव च श्रीमद् भागवत पीयूषपानाय रसदं पटा। भूर्लोकबाट देवलोकबाट स्वर्गबाट देवलोक भनेको साथी आउन लागे नन्दको ब्रजवासी साथी दिन लागे आशीर्वाद नन्द पुत्र माथि आउन लागे नन्दको ब्रजवासी साथी दिन लागे आशीर्वाद नन्द पुत्र माथि दिन लागे आशीर्वाद नन्द पुत्र माथि गोविन्द गोकुल आयु रे गोविन्द गोकुल स्वयं परमात्मा भित्र जन्मनु भो स्वयं परमात्मा भाद्र महिना कृष्ण पक्ष अष्टमी को रातमा भाद्र महिना कृष्ण पक्ष अष्टमी गोविन्द गोकुल आयो रे गोविन्द गोकुल आयो नन्द घर नन्द भयो जय कन्हैया लाल की नन्द घर नन्द भयो जय कन्हैया लाल की सबले भाती दिए घोडा दिए जति पनि सन्तानहरू जन्मिए सबै चन्द्रवंशी भने पुरुरवाहरू चन्द्रवंशी भने यिनै चन्द्रवंश मानेपछि यादव कुल अनि यदुकुलमा भगवान श्रीकृष्णले अवतार धारण गर्नुभएको हो र उहाँको कुल भनेको चाहिँ चन्द्रवंशको कुल हो। यिनै इलादेवी नारी भएको बेलामा बुधसँग विवाह गरेर त्यहाँबाट जन्मेका यति भए र यता श्राद्धदेवका छोरा सुद्युम्न भएको बेलामा चाहिँ यता सूर्यवंशहरू विस्तार भयो। सूर्यवंश र चन्द्रवंशको विस्तार चाहिँ एउटैबाट भएको रहेछ भन्दै भन्दै शङ्ख घण्ट बजाउँदै अनि पुष्पवृष्टि लाजा वृष्टिहरू पनि गर्दै गर्दै भागवतको कथा सुन्नु पर्दछ र यहाँ यसरी नै भागवत भव्यताका साथमा प्रारम्भ भयो। सबै अर्काकी बुहारी बनेर गएका छन्, बर्बाद भयो। जसरी पनि हजुरले केही न केही उपाय लगाइदिनुहोस् भन्दा महादेव भन्नुहुन्छ अब गल्ती बार बार गरिरहने क्षमा दिइराख्दाखेरि आफ्नो अस्तित्व पनि त हुँदैन नि। ठुलो मान्छेले कहाँ क्षमा दिँदै गर्छ त, गर्दैन नि त। महादेव भन्नुहुन्छ त्यसो भए एउटा काम गर्नु, एउटा चाहिँ उपाय छ। के उपाय भन्दा आजदेखि तपाईँको छोरो 1 महिना छोरो हुन्छ, 1 महिना छोरी हुन्छन्। छोरी भएको बेलामा चन्द्रमाकी बुहारी बनेर बुधकी पत्नी बनेर उता बस्छिन्। छोरो भएको बेलामा तपाईँको दरबारमा राजा बनेर बस्नुहुन्छ। ठ्याक्कै 1 महिनासम्म छोरो हुने, 1 महिनासम्म छोरी हुनेछन् भनेर शिवजीले वरदान दिनुभयो। त्यहाँदेखि सुद्युम्न 1 महिना नारी, 1 महिना पुरुष, 1 महिना साडी लाउने, 1 महिना दौरा सुरुवाल लाउने। यस्तो सुन्दर झाँकी भयो, यस्तो सुन्दर लीला भगवानको हेर्नु। अनि यिनै नारी बनेर जति पनि सृष्टि भए चन्द्रवंश, पुरुष बनेर जति पनि सृष्टि भए सूर्यवंश। 1 महिनालाई पुरुष हुने, 1 महिना स्वर शरीर चुला मान्छेको बुझ्दिनु भयो जन्म मरेको स्वर शरीर। बाबा भए वासुदेव देवकी
ज्यादा उत्तम हुन्छ र कस्ता विधिले गर्नुपर्छ र सुखशास्त्र जुन भागवत शास्त्रको महिमा भन्नेवाला वक्ताहरू मैले को अरू खोजौँ गुरुजी। अब वक्ताको त मलाई टुङ्गो भइहाल्यो, हजुरहरू जस्ता विद्वान सनकादि कुमारहरू जस्तो विद्वान हुँदाहुँदै मैले अरू वक्ता खोज्न चाहिँ कहीँ पनि गइनँ। जो आफ्नो नजिकैमा जो सज्जन व्यक्ति विद्वान व्यक्ति भनेर अब वसुदेवले तुरुन्तै ढाकीमा बोकेर त्यो हत्कडी पनि बोलेका छन्, ढोकेहरू पनि सबै लोकबाट सबै आउन लागे, ब्रह्मलोकसम्मका सबै आउन लागे। अनि भागवत सुनेर मुक्त हुनका निमित्त सबै धावन्तौ प्याययो सर्वे। जो अत्यन्त भागवत सुन्नको निमित्त उत्सुक हुनुहुन्छ उहाँहरू सबै धाउन लाग्नुभयो। सम्पूर्ण वैष्णवजनहरू पनि आउन लाग्नुभयो। भृगुर वशिष्ठ च्यवनश्च गौतम वेदातिथिर्देवलदेवरातो। जिदैन भयो जन्म मरणको, जन्मनु परी संसारमा फेरि सत्सङ्ग यही बरदेऊ। जन्मनु परी संसारमा फेरि सत्सङ्ग यही बरदेऊ। दियो बाली साँझको फुल सजाई पूजाको। दियो बाली साँझको फुल सजाई पूजाको। माता लक्ष्मी बसिदेऊ आज, माता लक्ष्मी बसिदेऊ आज। घर संसार सानो हाम्रो दियो बानी साँझको फुल सजाई पूजाको। अष्टहारिणी दिव्य रूपिणी माता लक्ष्मी नारायणी। अष्टहारिणी दिव्य रूपिणी माता लक्ष्मी नारायणी। अष्टहारिणी दिव्य रूपिणी माता लक्ष्मी नारायणी। हुन्छ र यस्ता प्रकारले नन्द बाबाको घरमा दिव्य नन्द उत्सव भएको छ। यहाँ पनि हामी यो दाहाल परिवारको घरमा पनि जननी जन दुःख भाजा जीवत्सवो निगदितं सतु पापकर्मा येन श्रुतं सुखकथा वचनं न किञ्चित् धिक्तं नरं पशुसमं भुवि भाररूपमेवं वदन्ति दिवि देवसमाजमुख्या। दुर्लभैव कथा लोके श्रीमद्भागवतद्वाः कोटिजन्मासमुत्थेनः पुण्यनैव तु लभ्यते। पिप्पलाद योगेश्वरो व्यासपराशरो च छायासुखो च जलिजन्मुख्या। सर्वे मेहे मुनिगणाशास्त्रशिष्याशस्त्रदिगायुरते प्रणयेन युक्ता। वेदान्तानि द्वेदशः मन्त्रसमूर्तयः दशसहस्रपुराणानि हि शस्त्राणि तथा ययोः। गङ्गाद्यासरितस्तत्रः पुष्करादिशरञ्जितहं क्षेत्राणि च द्विज सर्वाः दण्डकादीपनानि च नागादयो यतस्तत्र
के जाने जेसुकै जाने भगवानले दिनुभएको प्रसाद अब बिहानै उठेर कोक्रामा गएर हेर्दाखेरि त ओहो छोरो भयो यशोदाको छोरो भयो नन्द बाबाको छोरो भयो भनेर अब भाइ आमाहरूले नि हल्ला गर्न थाल्नुभयो र जताततै नन्द बाबाले थाहा पाउनुभयो अनि सबैलाई भन्न लाग्नुभयो मेरो घरमा छोरो भयो भनेर खुसियाली मनाउन लाग्नुभयो र सारा गाउँलेहरू पनि बधाई हो बधाई हो बधाई हो बधाई हो भन्दै भन्दै नन्द बाबा र यशोदालाई बधाई दिन आउनुहुन्छ सबैले आफ्ना आफ्ना कोसेलीहरू लिएर आउनुहुन्छ अनि भगवान कृष्णलाई आएर सबैले बोक्नुहुन्छ सबैले नचाउनुहुन्छ सबैले बधाई दिनुहुन्छ कसरी होइनन् मेरा श्रीमान वासुदेव भन्छन् आमै फेरि होइनन् ती वासुदेव भनेको त कृष्णलाई पो भनेको त तपाईँका श्रीमान त जम्मा 60-70 वर्ष कतिको हुनुभयो हिजो अस्ति जन्मिनु भएको कृष्ण त आदिपुरुष हुनुहुन्छ जगद्गुरु हुनुहुन्छ उहाँको नाम पो जप्नु भनेको त श्रीमानलाई ए वासुदेव भनेर घरमा श्रीमानलाई चाहिँ नभन्नु पो भनेको त आमा यो भगवानको नाम त जप्नुपर्छ भनेर फेरि जप्न लाउनु भएछ फेरि पनि आमैले अन्तिममा के भनेर टार्नु भयो गुरुजीले अन्तिममा आमैलाई उठाएर एक्लै भन्न लाउनु भएछ लु आमैले भन्नु जसरी पनि भन्नु है त अन्तिमको नाम नछुटाउनु नि भन्नुपर्छ वासुदेव भन्नुपर्छ भन्दा आमै उठ्नुभयो तर श्रीमानको नाम भन्नै सक्नु भएन हेर्नु छाप त्यस्तो बसेको छ आमै उठेर के भन्नुभएछ श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण भन्नु पो सकिहाल्यो होइन होइन अब अन्तिमको पनि भन्नु भन्नै पर्ने फेरि अर्कोचोटि भन्दा आमै के भन्नुहुन्छ श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण भुन्टेका बाबा भनिदिनु भएछ अब छोराको नाम भुन्टे रहेछ केही गरी भन्नै सक्नु भएन क्या त्यो वासुदेव चाहिँ आएन मुखमै हाम्रो पनि बानी त्यस्तो होला काट्नु हुँदैन भने घरमा गएर फलाना भनेर चाहिँ नाम काट्नु हुँदैन तर भगवानको नाम जप्दा चाहिँ नाम काटेको दोष पनि लाग्दैन र यी त मेरा छोरा हुन् राजा हुने नि चक्रवर्ती सम्राट सूर्यवंशी राजा हुन् आज यो घरमा बुहारी बनेर बसेकी छिन् तपाईँकामा भनेर बुझलाई भन्दा अब कसो गरौँ त भन्दा अब यो बिग्रेछ कुरा शिवजीले वरदान दिएको वनमा बसेको कारणले गर्दा यो भएको रहेछ अब शिवजीलाई भनेर माफ मागौँ अनि यी छोरी भएकीलाई फेरि छोरै बनाऊ भनेर फेरि सल्लाह भयो शिवजीको फेरि उपासना गर्नुहुन्छ फेरि भोले बाबाले दर्शन दिनुहुन्छ एकचोटि पो माफ हुन्छ त जहिले जहिले माफ हुँदैन अब तिमीहरूले गल्ती गर्यो पहिले छोरी जन्मिन् छोरो बनाइदिए फेरि पनि आज अम्बिका वनमा गएर छोरी नै बनिन्छन् अब म सक्दिनँ भन्नु भगवते गो जय वैदिक हिंदू सत्य सनातन धर्म को श्रीमद् भागवत महापुरुष भनेर यहाँ दिव्य भागवतको महिमा यहाँ सनकादि कुमारहरूले गाउँदै हुनुहुन्छ अनि भागवत कसरी सर्वश्रेष्ठ भयो त भागवतले भक्ति ज्ञान र वैराग्यको कष्ट कसरी निवृत्ति गर्न सक्दछ त भन्दा यो भागवत भनेको कलियुगको लागि सबैभन्दा उत्तम औषधि हो जब भगवान कृष्ण द्वापर युगको भार हरण गरेर आफ्नो स्वधाममा जान लाग्नु भएको थियो त्यो बेलामा उद्धवजीले गएर सोध्नु भएको छ भगवान अब हजुर जाँदै हुनुहुन्छ हजुर गएपछि धर्म कसको शरणमा जान्छ अब पृथ्वीमा धर्म कहाँ जान्छ छोरा पनि होइन हेर छोरी पनि होइन छोरा पनि होइन हेर छोरी पनि होइन हे भगवान यस्तो उल्का कहिले देखिया छैन हे भगवान यस्तो उल्का
एक महिनालाई पुरुष हुने एक महिनालाई श्रीमानको नाम श्रीमान हेर्नु नाम काट्नु हुँदैन श्रीमानको नाम काट्नु हुँदैन मितको नाम काट्नु हुँदैन आफ्ना जेठा छोराको नक्षत्रको नामले उच्चारण उसलाई बोलाउनु हुँदैन नियम छ र आफूभन्दा ठुला विशिष्ट व्यक्तिहरूको भनिसके नाम नकाट्ने सुनिरहने यसको लागि केही पनि अरू मिलाइरहनु पर्दैन भागवतको कथा सुन्नको लागि भागवतका पाठ पारायण गर्नको लागि कुमारजी भन्दै हुनुहुन्छ सधैँभरि यसलाई सुन्नाले हरिसिद्धम भगवान् हरिनारायण हृदयमा आएर बसिदिनुहुन्छ अनि मनलाई शान्त गरिदिनुहुन्छ जहाँ भागवत हुन्छ त्यहाँ मन्दिर हुन्छ भागवत भएको ठाउँमा मन्दिर हो भागवत जहाँ हुन्छ भागवतको पुस्तक घरमा राखेका छौँ भने पनि त्यो मन्दिर हो मन्दिर भनेको के हो मन्दिर भनेको यो मनलाई धीर गर्ने ठाउँ हो हाम्रो मन चञ्चल हुन्छ मन घुमिरहन्छ मनले कति कुरा गरिरहन्छ मनले कुमारावर्तिता सर्वे निषेधो कृष्ण तत्पराः वैष्णवासः विरक्ताशः न्यासिनो ब्रह्मचारिण मुखाभागे तिरस्तस्ते हेतं च तद्गर्भे नारदस्थितः एकभागे ऋषिं गणः तत्र दत्तदिवौकशः वेदोपनिषदो यत्र तीर्थशास्त्रे यतः स शब्दो नमः शम्भः शङ्खशकुलस्तथैव च चूर्णनाद प्रसूतानः नीचे पशु महानवतः विवनानि सबैजनाले ताली बजाइदिनु होला ताली सेवा गरिदिनु होला नाच्नेहरूको लागि यो उत्सुकता जागरुकता सबैमा छाउनेछ र सबैमा हिम्मत र आँट पनि आउनेछ र भूत प्रेत आदि गरेका नराम्रा दूतहरू नराम्रा गणहरू नराम्रा रोगहरू ब्याक्टेरिया भन्छ ती समस्याहरू जति दिलाउनेवाला चिजहरू छन् ती सबै नमः भन्दा जय भन्दा शङ्ख बजाउँदा घण्टा बजाउँदा धूप दीप आरती आदि कर्म गर्दाखेरि सबै नराम्रा दोषहरू भाग्दछन्। कृष्णचन्द्र भगवानको बालमुकुन्द भगवानको नन्दोत्सवको रम्यमेकान्तदेहस्थं हेमपद्मशुशूरवं यत् समीपस्थजीवानं वैरं चेतसे न स्थितं ज्ञानयोगस्त्वया तत्र कर्तव्यो प्रयत्नतः आरोपरसरूपा च कथा तत्र भविष्यते पुरस्तं निर्बलं चैव जराजरणकलेवरं त्वदयं च पुरस्कृतः भक्तिस्तत्र गमिष्यते यत्र भगवती वार्ताः तत्र भक्त्यादिकं व्रजतः कथा शब्दं समाकरणः तन्त्रकं तरुणायते श्रुतौवाच एव मुक्ता कुमारस्ते नारदेन समं ततः गङ्गातटं समाजग्मुः कथपानाय सत्वरा यदा यतस्तटं ते दोः तदा कोलाहलो व्यवतः पुरलोकदेवलोके च ब्रह्मलोके तथैव च श्रीमद्भगवते विशारसलं पटः धाण्डो व्यय सर्वे प्रथमं ये च वैष्णवा
भृगुर्वसिष्ठस्य वनस्य गौतमो मेधातिथिर्देवलतितः श्लोकार्धश्लोकपादं नित्यं भागवतं पठस्व स्वमुखेनैव हयस्य संविवरं गदे वेदादिर्वेदमाताजाः पूर्वं सुप्तमेव चाह त्रयी भागवतं चैव द्वादक्षरस्यैव चाह द्वादशस्मत्रयकात्मकालसंवत्सरात्मका ब्रह्मणस्याग्निहोत्रं जाः सुराभिर्द्वादशे तदाः तुलसी च वसन्तश्च पुरुषोत्तमैव चाह एतेषां तद्वता प्राज्ञैः न पृथग्भावयिष्यते यस्य भागवतं शास्त्रं वाचयेदर्थधूनिशः जन्मकोटिकृतं पापं नश्यते नात्र संशयः श्लोकार्धश्लोकपादं पठत् भागवतं च यः नित्यं पुण्यमवाप्नोति राजसूयस्वमेधयोः उक्तं भागवतं नित्यं कृत्यं च हरिचिन्तनं तुलसीपोषणं चैव तेरोदां सेवनं समम् अन्तकाले तु यदैव श्रूयते सुखशास्त्रवाकः कृत्वा तथैव वैकुण्ठं गोविन्दो बिभ्रयक्षते हेमसिंहायुधं चैतः वैष्णवाय ददाति तच्च कृष्णेन सायुज्यं हंस भगवान को मर्यादा पुरुष श्री रामचंद्र भगवान को जय हो। राष्ट्रदेव पशुपतिनाथ भगवान को जय। भक्तराज हनुमान जी महाराज को जय हो। जगत जननी नेपाल को